नमस्कार। अहिले हामी बद्रीनाथ खलिफा साउथबाट मेट्रो छोडेर दोहा जुदी जाँदैछौँ। म मेट्रोको प्रतीक्षामा छु। यहाँबाट म लुलुमा छरेर एउटा सानो गिफ्ट किनेर दाजुलाई गर्नेछु है त। सी ओभर देयर। यो मेट्रो लिङ्क पनि आउँदैछ। यो रातो देखिएको छ मेट्रो लिङ्क हो। अब म यो गाडी चढ्छु। ल मेट्रो लिङ्क आइसकेको छ है त। अब यताबाट जाँदैछौँ हामी। म चढेको मेट्रो लिङ्क यही थियो। यो गयो यही होइन। अब म यहाँ लुलु हाइपरमा आएको छु। खास एक्चुअली आज अब हाम्रो ऋषि निरोला दाईको चाहिँ बर्थडे परेको थियो। त्यस कारण यहाँ बर्थडे गिफ्टको लागि म यहाँ आएको छु। अब मेरो बाबु र सुनिता अनि राजु दाई चाहिँ आउँदै हुनुहुन्छ। सुनिता भनेको मेरो वाइफ हो। यो चाहिँ ठ्याक्क लुलु मेसिला भन्छ यो रोड है त। अब म लुलुभित्र जाँदैछु र केक अर्डर गरेर टक्क लाएर उनीहरूको प्रतीक्षा लाइभ गरे होइन। ल हाम्रो मान्छेहरू अब पुरा बर्थडे सेलिब्रेसन गर्नको लागि जाँदैछन्। यो चाहिँ मेसिलाको मेट्रो स्टेसन हो। यहाँ आश्रिक गिरीले यहाँ के भन्दै हुनुहुन्छ? आश्रिक गिरीले के भन्दै हुनुहुन्छ? आश्रिक गिरीले यसरी हामी मेट्रो छोडेर यहाँ आइसकेका छौँ र गिफ्ट पनि मेरो हातमा छ। अब यहाँबाट लिफ्टबाट झरिँदैछ। ल अब आश्रिक गिरी पनि लिफ्टबाट झरी भइसकेको छ। आश्रिक आश्रिक बाबा हेर, यो मेसिला मेट्रो स्टेसन। हाई छोरा। वाउ छोरा वाउ। अब यी हाम्रा मानिसहरू आउँदैछन्। हाई छोरा। यसरी अब झर्दैछन्। आश्रिक गिरी बिन्दास हिँडिरहनु भएको छ है आश्रिक गिरीजी। कता जान लाउनु भएको छोरा? कता उता? उता भनेको कता? मामाको बर्थडे जान लाउनु भएको? को मामाको? कान्छो मामाको हो हो। ल यसरी हामी मेट्रो स्टेसनमा आइपुग्यौँ। अब हामी यहाँबाट छिर्छौँ। मेट्रो पनि आयो है। र हामी कहाँ आएको? हामी मेट्रो चढिसकेका छौँ। यस्तो हामी दोहा जदिद आइपुगिसकेका छौँ है। यस आश्रिक खोइ कहाँ गयो? ल हामी सरप्राइज दिन आएको, तर हामी आफै सरप्राइजमा पर्ला जस्तो छ। किनभने दाई आउनुभन्दा अगाडि हाम्रो चाहिँ प्लानिङ थियो। यो चाहिँ कतारको क्यापिटल सेक्युरिटी बिल्डिङ हो। हामी यहाँ अहिले आउँदैछौँ। के बोल्नु म त सुन्नुहुन्छ? त्यहीँ गएर एकचोटि यहाँ सरप्राइज बर्थडे दिँदैछ हामीले। यहाँ चाहिँ क्यान्डल पछिलाई राख्दा भयो नि। यत्रो किन वेस्टेज गर्नु? पछिलाई युज हुन्छ त यहीँ छोडेर। ल हामीले चाहिँ यहाँ सरप्राइज ऋषि दाईलाई सरप्राइज बर्थडे दिन थालिरहेका छौँ। यहाँ दाईभित्र हुनुहुन्छ। यहाँ हामी 4 जना आएका छौँ। यहाँ भाउजू हुनुहुन्छ अपिन, म ऋषि दाई। म बिस्तारै किन बोलेको छु भने दाईभित्र कोठामा हुनुभएको भएर बिस्तारै खासा खोजी गरिरहेको छु। अब
एसी अफर आयो थियो Happy birthday to you happy birthday Sani खोइ सानी happy birthday Happy birthday to मेरा वाले को त्यहाँबाट ले happy birthday happy birthday surprise birthday कसरी लाग्छ तपाईलाई शंका अघि हामी बोलेको थियौँ नि त आन्टी र म अनि यसो सबैजना खाने कार्यक्रम राखेको छौँ भनेर मामालाई ह्यापी बर्थडे भन्देऊ ह्यापी बर्थडे मामा तँ ड्यामेज वाला रहेछ क्या भन ड्यामेज एडजस्ट गर्ने क्यान्डल पनि दियो लटकेको ब्यालेन्स माइनस प्लस ह्यापी बर्थडे भन्दै सरप्राइज बर्थडे मामा भन पुरा काचा मामाको बर्थडे के खाने भन्दै हिँड्नु भएको निभान यो निभा दादा पुग्नु ल दाइ पुग्नु ल ए लड्नुहुन्छ चाहिँ छि यो खाने होइन त अनि यो सबै के त बाहिर बस्नु भएको थियो सरासरी आउनु भएको अविनले लाइटर मगाएको अनि तपाईँ अझै राम्रो गर्नुहुन्छ फोनमा व्यस्त हुनुहुँदो रहेछ सबजना हुनुहुन्छ क्या अनि म आएदेखिको एकछिन पनि म छुइनँ अब फुर्सद छुइनँ फोनमा कुरा गर्दा गर्दै राखेको ह्यापी बर्थडे ल भाउजू उता जानु ल भाउजू उता जान्न भाउजू नि उता जान्न जान्न ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ल हामीले यहाँ रिसदाईको बर्थडे सेलिब्रेट सरप्राइज बर्थडे दिन आइरहेका थियौँ र हामीले चाहिँ दाइलाई सरप्राइज गराउने कोसिस गरेका हौँ तर अलिअलि लिक भएको जस्तो आवाज भएको छ नि अघि अलिअलि शङ्का पाउनुभयो त्यो माइली आमाले भन्दाखेरि माइली आमाले भन्दा पनि अनि फेरि म त्यो छिर्ने बित्तिकै त्यहाँ के बनायो खाने गरेँ अनि तिमीहरू फेरि म आउँदा थिएनौ अनि सेयर ल ह्यापी बर्थडे टु ऋषि दाई विथ बिग लभ लभै काट्नु भयो त होइन भाउजूलाई फोटोग्राफर खोइ फोटो मेरो भिडियो मात्रै हो मेरो त के हुन्न त्यो भिडियो र फोटो क्लिप हान्दा पनि भयो सानीको के खाने सानो रहर छैन फेरि हनीवाला केक होला यस्तो गर्दा हुन्छ खाइदिनु हानेरै खुवाइदिँदा पछि खुवाइदिउँ ल अब सुई हाल्नु यस्तो मामाको बर्थडेमा नि 2-4 सुई नखाएर हुन्छ मामाको बर्थडे
मामाको बर्थडेमा 1-2टा सुई खानुपर्छ छोरा ल मिठो ओके ल अब अङ्कल गुड ल सबै धाल्नु जुडो खाके मान्छे ए दादा आज पुरा कलर लगाइरहनु भएको ए ह्यान्डसम हुनुभएको छैन एभर ग्रीन अब बुने बुने कहाँ बुनु जोइ छोडेर बुन्नुहुन्छ तपाईँ भाइदिने गरेको छु नि त तपाईँलाई मैले जहाँ पनि केक खुवाइदिँदाखेरि राम राम गर्नु है गर्नु अलिकति मेरो पनि लाग्छ बिचरा मलाई खुवाइदिनु हो कि हुँदैन छ नि अब धेरै ल अब दिदीको पालो ल मिठो मुखे बिचरा बिलाइहाल्छ उहाँले यो यत्रो चाहिँ हान्दिनु यत्रो चाहिँ अनि कति हुन्छ यसमा खोइ खोइ अनुहारै देखेन हनी केकमा अँ जति ग्राम हनी हुन्छ त्यति नै ग्राम सुई हुन्छ हनी कति हुन्छ ए मैले मुहा दल्दिन अहिले म बाँकी छु के को वा वा लाइभ होइन यो प्रोजेक्ट हो ओ यो हो नि हो भिडियो नि हो न ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी 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 बर्थडे आज त आ गरेको गरे हुन्छ ह्यापी बर्थडे दाइ ल दाइ स्मार्ट वाच जस्तै स्मार्ट हुनुहुन्छ दाइ अब होइन अझै भाउजूको बर्थडे भाग हेर्दै जाउँ के रहेछ वाउ भन्ने मलाई एकदमै खुलदुली लागिरहेको वाउ वाउ ब्लू टाउको देखियो टाउको देख्यो यो भित्र अझै देखिन बाँकी वेल निस्किन्छ वेल देखिन बाँकी नै छ यस्तो घोप्टे नि पानी नचलाऊ होइन त्यो निकाल्नुपर्छ सिल रहेछ त ए दाइले यस्तो कति खोलिदिइसक्नु भएको छ भनेपछि पक्का पनि यो स्मार्ट वाच हो भन्ने मलाई लाग्यो आई वाच हो दाइ आई वाच देखिसक्यो त एप्पल वाच भन्नु बाहिरबाट हेर्दा चाहिँ एप्पल वाच त अब भित्र हेर्न बाँकी नै चन्डै चिट्या एप्पलै हो दाइ निकाल्न मिल्छ यो त बाहिरको कभर मात्रै हो नि त दाइ निकाल्नु निकाल्नु तर यो कसरी निकाल्ने भन्ने कुरा पो भयो त मलाई त ल बधाई छ अब कसको हात खाली छ यार मेरै खाली छ कि क्या यार कहाँ हुन्छ अहिले लगाइदिनु पर्छ पुरानो लाउनको लागि चाहिँ यो चाहिँ चार्जर रहेछ है स्ट्याप त्यसमा छ स्ट्याप अर्को मलाई यसमा भनेपछि बुइले झन् अलरेडी यहाँ बर्थडे गिफ्ट खान दिइसकेको ओ स्ट्याप स्ट्याप त्यसमा छ अर्कोमा अर्कोमा हो त्यसमा छ जानी के त्यसमा छैन हो त्यसमा छ काचो मामाको बर्थडे केक खाइ देखाइदिइरहेको छ ल ल ल ल उद्घाटन गरिहालौँ लगाएर केही हुँदैन हातमा लगाएर चार्ज गरेँ हुन्छ त्यतिकै लाउन त के हो र कामै भएन नि मलाई अब यो भएपछि त होइन अहिले पट्टा नफालिहालौँ न कुनै टेक्निकल प्रब्लमहरू पनि हुनसक्छ बिलले काम गरिहाल्छ नि घडी गिफ्ट दिएकोमा धन्यवाद मन पर्यो नि? यार एप्पल वाच मन नपर्ने भन्ने कुरै हुँदैन नि तर ब्याट्री सकिएको रहेछ है होइन न अन हुन्छ अन हुन्छ 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 पहिला ब्रेसलेट लाउनु त स्टेप लाउनु त ब्रासलेट पनि आउँछ नि फेरि ब्रासलेट होइन ब्रासलेट पनि छ र खोइ कसले अब त्यही त्यही ब्रासलेट हो नि नाडीमा लाउने भएपछि हो नि यो ब्रासलेट है ब्रासलेट अब अलिक किन्नुपर्छ चार्ज गर्नु भयो ल भनेपछि हामीले यसको चार्ज सकेकै भन्ने निर्णय गऱ्यौँ है अब चार्ज हाल्दातिर लाग्यौँ होइन होइन खोइ दिन्छ त्यो चार्ज हुन्छ कि अटोमेटिकली चार्जर कहाँ गएछ ए कहाँ थिच्यो थिच्नुपर्ने ठाउँमा थिच्नु छैन अनि दुईतिर स्विच अफ छ के तलबाट पनि थिचिसकेको माथिबाट पनि थिचिसकेको होइन देखाउनु पर्ने हो नि त नि अब यहाँ आएपछि सब माइजूलाई भन्ने हो माजुलाई भन्ने हो माजुलाई त्यो नफुगाल्ने यो सबै चिप्ले चढिन्छ फुकाल्नु हुँदैन ट्राई गरौँ है त ओके हजुर म उता दिन्छु ल दाइहरूलाई दिनु दिनु त्यो उतै लगाउनु यसले देखो भने अहिले अब यसरी बर्थडे सुरु भइसकेको छ दाइको सरप्राइज बर्थडेमा हामी पनि सरप्राइजमा गरेका छौँ खै त्यो यो चिकनको भाँडा रहेछ देर भयो उता अड्केछ अड्केछ पर पर
हाम्रो अविनले गाडी ड्राइभिङ गरिरहेको छ, म यहाँ छट्ट लगाएर बसिरहेको छु। ल गाडी राम्रै चलाएको महसुस गरेँ मैले। यो हाम्रो तुफानजीको रुममा जाने कार्यक्रम हो। त्यहाँ गएर भेटघाट गरेर चियापान गर्ने र तुफानजीलाई सरप्राइज दिने कार्यक्रम छ। ला 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 ला। अहिले हामी सिग्नलमा रोकिरहेका छौँ। यो सिग्नललाई भन्छ ठ्याक्क हमाद अगाडिको सिग्नल हो यो। यहाँबाट लेफ्ट लाग्दाखेरि कनेतिर जान्छ भने राइट लाग्दाखेरि फेरि दोहा एक्सप्रेस रोड पुग्छ। नमस्कार, आज स्पोर्ट्स डे कतारको। मेरो आज पब्लिक होलिडे पनि हो। म मेसिलाबाट अलविदा हुँदै रेड लाइन चेन्ज गरेर यो कतार इनर्जी मेट्रो स्टेसनमा झरेको छु। यो कतार इनर्जी मेट्रो स्टेसन हो। यहाँबाट म चाहिँ सिधा अब कतार स्पोर्ट्स क्लबतिर जाँदैछु। र आज सेमिनार चाहिँ लुसेल इन्टरनेसनल सर्किटमा भएको हुनाले गर्दाखेरि म त्यता मेरा पाइलाहरू लम्किँदैछन्, बढ्दै गइरहेका छन्। 4:30 बजे कतार स्पोर्ट्स क्लबबाट गाडी छुटिने इन्फर्मेसनको साथमा म अगाडि बढिरहेको छु। मैले कतार इनर्जीको पछाडिको भागमा आइसकेको छु र यो पछाडिको भाग हो। अब म कतार स्पोर्ट्स क्लबतिर लाग्दैछु। यसरी मेरो यात्रा सुरु भइरहेको छ कतार स्पोर्ट्स क्लबतिर लाग्ने यात्रा। अहिले बसमा बसिसकेका छौँ हामी सबैजना है त।